आजको मौसम पनि हल्का हल्का पानी परिरहेको थियो। आमा आज दाइको गाडीमा जाँदैछु, दाइलाई पनि हाई गर्न लगाएँ। अनि पछाडि सिटमा दिदी हुनुहुन्थ्यो, दिदीलाई पनि हाई गर्न लगाएँ। चिसो चिसो तर सुन्दर मौसम हेर्दै हेर्दै हामी काममा पुग्यौँ। 4 घन्टाको ड्युटी पछि खाना खाने ब्रेक हुन्छ र हामीले खाना खायौँ। देखाएको थिएन त भाइलाई, आज टिम सानो भएछ। र खानाको ब्रेक सकेपछि फेरि सबैजना कामतिर फर्क्यौँ। र आजको ड्युटीलाई खतम गरेर हामी घर फर्किँदै गर्दा फेरि मैले याद गरेँ कि हिजो त म प्रकाश दाइसँग कफी खान पनि गएको थिएँ। र हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो जस्ताको तस्तो कमेन्ट गर्न नबिर्सिनु होला। मन पर्यो भने प्लिज एक लाइक गरिदिनु होला। र हजुरहरू मेरो मिनी भ्लगलाई सपोर्ट गर्न चाहनुहुन्छ भने आफ्नो प्रोफाइल र साथीभाइको माझमा सेयर पनि गर्न सक्नुहुन्छ, किनकि यस्तै यस्तै मिनी भ्लगहरू मैले रेगुलर रूपमा पोस्ट गरिरहेको छु र भोलिको दिनहरूमा पनि गरिरहनेछु। आई होप हजुरहरूलाई आजको मिनी भ्लगले पनि हजुरहरूलाई इन्टरटेन बनायो होला। र म फेरि राम्रो भिडियोको साथमा भोलि हजुरहरूलाई भेट्नेछु। आजको लागि बाई बाई।